गैर आवासीय नेपाली सङ्घ एनआरएनएको अन्तर्राष्ट्रिय संयोजन समितिको आगामी कार्यकालको लागि अस्ट्रेलियाबाट 2 जनाले उम्मेदवारी दिने घोषणा। सिडनीमा नारी निकुञ्जको आयोजनामा तीज कार्यक्रम सम्पन्न। नेपाली चलचित्र मुटु सिडनीमा प्रदर्शन हुने। टुरिस्ट भिसामा नेपाल भित्रिएका विदेशीको निगरानी, 68 जना कारबाहीमा। सिरियामा रासायनिक हतियार प्रयोगले नरसंहार मच्चाएकोमा अमेरिकाले सैन्य हस्तक्षेप गर्न सक्ने सम्भावना बढ्दै। नमस्कार, नेपाल वर्ल्ड टेलिभिजनको समाचारमा यहाँहरूलाई स्वागत छ। म राम रुवाली। अब समाचार विस्तारमा। विश्वभरका नेपालीलाई एक सूत्रमा बाँधेर शान्त र समृद्ध नेपालको सपना देख्ने प्रवासी नेपालीहरूको संगठन गैर आवासीय नेपाली सङ्घ एनआरएनएको 6औं विश्व सम्मेलन अक्टोबर 19 देखि 22 तारिकको दिन काठमाडौँमा हुने भएको छ। गैर आवासीय नेपाली सङ्घको सन्दर्भमा अहिले विश्वव्यापी रूपमा भइरहेको राजनीतिकरणका टीका टिप्पणी, यसका नीति सम्बन्धी सुधार र कार्य समितिको निम्ति छलफल सहित यस 6औं विश्व सम्मेलनले बितेका कामको मूल्याङ्कन र भए गरेको त्रुटिलाई सच्याउँदै ग्लोबल एनआरएनएको गतिविधिलाई अझ व्यापकतामा विस्तार गर्ने यस पटकको काठमाडौँमा हुने मुख्य छलफलको एजेन्डा रहेको जनाएको छ। यो एनआरएनएको ग्लोबल प्रतिनिधिहरू र पर्यवेक्षकहरू सम्मिलित भेला नजिकै जाँदा अस्ट्रेलियाबाट शेष घलेले अन्तर्राष्ट्रिय संयोजन समितिको आगामी कार्यकालको अध्यक्ष पदका लागि उम्मेदवारीको घोषणा गरेका छन् भने महासचिव पदका लागि एनआरएनए अस्ट्रेलियाका पूर्व अध्यक्ष तथा वर्तमान अन्तर्राष्ट्रिय समन्वय परिषदका युवा संयोजक ध्रुव सुवेदी उठ्ने भएका छन्। यो एनआरएनएको अन्तर्राष्ट्रिय स्तरको महासचिव पदको निमित्त आफ्नो घोषणाको विषयलाई लिएर उहाँले अगस्त 24 शनिबारका दिन आफ्ना सहपाठी, पत्रकार र अन्य मिडियाका प्रतिनिधिहरूको समेत भेला गराई उम्मेदवारीको सम्बन्धमा राय र सुझावको निम्ति सिडनीको एक क्लबमा छलफल कार्यक्रमको आयोजना गरेका थिए। सो छलफलमा उपस्थित विभिन्न व्यक्तिहरूले एनआरएनएको नीतिलाई सुधार गर्दै एनआरएनहरूलाई समेट्दै अघि बढ्नुपर्ने राय व्यक्त गरेका थिए। यसमा उहाँको उम्मेदवारीको समर्थन जनाउँदै अझ व्यापक अन्तर्राष्ट्रिय जगतमा समेत चिनारी र छलफल कार्यक्रमको आयोजना गर्नुपर्ने सुझाव समेत दिएका थिए। त्यस्तै गरी उहाँले एनआरएनए अन्तर्राष्ट्रिय स्तरको सचिव पदको आफ्नो उम्मेदवारीमा सबै एनआरएनहरूले सहयोग पुर्याउन अपिल पनि गरेका थिए। नारी निकुञ्ज अस्ट्रेलियाको आयोजनामा नजिकै आएको नेपाली महिलाहरूको रङ्गीन महान चाड तीजको अवसरमा अगस्त 24 शनिबारका दिन ग्रान्डभिलको गुड स्ट्रिटमा रहेको सर्बियन कम्युनिटी हलमा एक भव्य गीत सङ्गीत नाचगानका साथ तीजको सांस्कृतिक साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ। सिडनीको विभिन्न ठाउँमा छरिएर रहेका ठूलो सङ्ख्यामा उपस्थित नेपाली चेलीहरू एकत्रित भएर तीजको दर खानुको साथै तीजको गीतमा नाचगान प्रस्तुत गर्दै रमाइलो गरेका थिए। यस्तै गरी अस्ट्रेलियाको विभिन्न सहरहरू मेलबर्न, ब्रिस्बेन, एडिलेड र पर्थमा पनि नेपाली महिलाहरू बीच तीजको कार्यक्रम आयोजना भइरहेको छ। नारी निकुञ्ज अस्ट्रेलियाले कार्यक्रमको टिकट बिक्रीबाट सङ्कलन भएको रकमको केही अंश सुरुको दिनदेखि नै नेपालमा आङ खस्ने समस्या भएका महिलाहरूको स्वास्थ्य उपचारमा खर्च गर्दै आइरहेको छ। अस्ट्रेलियामा बस्ने नेपालीहरूको लगानीमा अस्ट्रेलियामा निर्माण भइरहेको चलचित्र ऋतुको प्रोमो र पोस्टर सार्वजनिक भएको छ। सिडनीको एक क्लबमा अगस्त 24 शनिबारका दिन सम्पन्न उक्त कार्यक्रममा सर्वप्रथम ऋतु चलचित्र निर्माणका टोली र चलचित्रमा अभिनय गर्ने सिडनीका कलाकारहरूको परिचय गराइएको थियो। ठूलो सङ्ख्यामा उपस्थित नेपाली समुदायका प्रतिनिधिहरूमाझ यो चलचित्रको प्रोमो र पोस्टर सार्वजनिक भएको हो। एनआरएन अस्ट्रेलियाका अध्यक्ष महेन्द्र ओलीले नेपाली युवाहरूको लगानी र मेहनतलाई प्रवर्धन गर्न आफूले सधैँ सहयोगीको भूमिका निभाउने विचार राखेका थिए भने अन्य उपस्थित समाजका अगुवाहरूले ऋतु चलचित्रको सफलताको कामना गरेका थिए। चलचित्रमा राजवल्लभ कोइराला, मेलिना जोशी, रिमा विश्वकर्मा, मन केसी, कमल सिलवाल, बुल्सन लामगादे, इभा इभानोभा, सुशीला बुढाथोकी लगायतले अभिनय गरेका छन्। शैलु आचार्य, सुरज प्रधान र अशोक गौतम निर्माता रहेको उक्त चलचित्रमा निष्प्रभ सजीका गीत, हेमन्त राणा र सुजिल कर्मचारीको सङ्गीत रहेको छ। यस्तै कोरियोग्राफी भीमसेन गुरुङले गरेका हुन्।
आल्फ फिल्म्सको ब्यानरमा निर्माण भइरहेको यो चलचित्रका निर्देशक मनोज अधिकारी रहेका छन्। निर्देशक मनोज अधिकारीका अनुसार यो चलचित्रलाई आगामी डिसेम्बर 6 तारिकसम्ममा सार्वजनिक प्रदर्शनमा ल्याउने लक्ष्य रहेको कार्यक्रमको अन्तमा जानकारी गराएका थिए। अस्ट्रेलियामा चिनारी नेपालको स्थापना कालदेखि नै नेपाल र नेपालीको कला संस्कृति अनि भाषा र सम्पूर्ण जातको पहिचानलाई विश्व सामु चिनाउने कार्य गर्दै आएको चिनारी नेपाल संस्थाले आफ्नो सिडनीमा स्थापना भएको 2 वर्षे वार्षिक कार्यक्रम अन्तर्गत नेपालको जात जाति वेशभूषा झल्कने एक नेपाली साङ्गीतिक कार्यक्रम प्रवर्धन गर्ने भएको छ। यसरी आयोजित कार्यक्रमलाई सिडनीमा रहेका विभिन्न जातीय नेपाली सङ्घ संस्थाहरूले पनि आफ्नो पहिचान प्रवर्धनको निमित्त चिनारी नेपालको यो कार्यक्रमलाई सहयोग गर्ने भएका छन्। यो कार्यक्रममा नेपाली जातिगत समुदायका स्थानीय कलाकारहरूले आफ्नो पहिचानको वेशभूषा सहित विविध मनोरञ्जनात्मक साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्ने भएका छन्। यो साङ्गीतिक साँझ 14 सेप्टेम्बर शनिबारका दिन पिटरसम टाउन हलमा हुने भएको छ, जसको प्रवेश निशुल्क राखिएको चिनारी नेपाल सिडनीले जानकारी गराएको छ। नेपाल वर्ल्ड टेलिभिजनको आयोजनामा नेपाली चलचित्र मुटु सिडनीमा यही आउँदो सेप्टेम्बर 1 र 8 तारिक आइतबारका दिन हर्सभिलको सिभिक थिएटरमा प्रदर्शन हुन गइरहेको छ। यो चलचित्र अमेरिकामा भव्य सफल प्रदर्शनपछि सिडनीको प्रदर्शनीमा आएको हो। यस चलचित्रका निर्देशक एभरेट सूर्य बोहराका अनुसार यो चलचित्रलाई नेपालमा फेब्रुअरी महिनामा प्रदर्शन गर्ने लक्ष्य रहेको बताएका छन्। आयोजक नेपाल वर्ल्ड टेलिभिजनले सबै नेपाली फिल्म दर्शकहरूले यो फिल्म हेरी सहयोग पुर्याउन अनुरोध गरेका छन्। होला बेबी किन रिसाएको? म आफू त्यत्रो जब छोडेर उसको लागि भन्न आइरहेको छु। किन रिसाइयो? हिजो उसको साथीलाई एड गरेको थिएँ फेसबुकमा, त्यही भएर हो कि क्या हो? डिलिट गरिदिन्थेँ नि बेबी स्विटी। भनेको जहिले तिम्रो छुट्टी भयो कि ए मलमा लिएर आउँछु। इट्स सो बोरिङ, ट्राई समथिङ न्यू। यसपालि मसँग नयाँ आइडिया छ। व्हाट डु यु हैव? धेरै समयपछि राम्रो चलचित्र आछ रे, असाध्यै राम्रो, मनै छुनी, सबैले हेर्नै पर्ने। तिमी र म मुटु जोडी जोडी चलचित्र मुटु हेर्न जाऊ न, हुन्न? रियली? मुटु? मुटु belongs to you. तिमी सँगै बाँचौँ मर्नै परे सँगै मरौँ।
गत बुधबार मात्र वार्ता सकारात्मक भएको भन्दै 1-2 दिनभित्रै गोलमेज सम्मेलनको गृह कार्य गर्ने भन्दै वार्ताबाट बाहिरिएका प्रमुख दलका नेता तथा निर्वाचन बहिष्कार गर्ने भन्दै आएका विपक्षी दलहरूको वार्ता भङ्ग भएको छ। शनिबार दिउँसो सकिएको 4 दलीय उच्च स्तरीय राजनीतिक संयन्त्र र नेकपा माओवादी नेतृत्वको गठबन्धन बीचको वार्तामा राजनीतिक संयन्त्रले वैद्य नेतृत्वको गठबन्धनले अगाडि सारेको माग पूरा गर्न नसक्ने जनाउ दिएपछि वार्ता निष्कर्षमा पुग्न नसकेको हो। वैद्य नेतृत्वको माओवादीले निर्वाचनका लागि प्रधान न्यायाधीश नेतृत्वको सरकार परिवर्तन गरी सर्वदलीय सरकार बनाउनु पर्ने 4 दलीय संयन्त्र भङ्ग गरी उच्च स्तरीय राजनीतिक छलफल वा गोलमेल गर्ने संविधानका अन्तर्वस्तुलाई पहिले नै सहयोगी गरी संविधान बन्ने ग्यारेन्टी हुनुपर्ने लगायतका माग अगाडि सारेको थियो। प्रमुख दलका नेताहरूले भने माओवादीले सारेको मागहरू निर्वाचन पछाडि धकेल्ने मनसायले आएको भन्दै पूरा गर्न नसक्ने जनाएका थिए। वार्तापछि नेपाली कांग्रेसका सभापति कोइरालाले उहाँहरूमा निर्वाचनमा आउने मनसाय नै नरहेको आरोप लगाएका छन्। संविधानका कुरा नै गोलमेजबाट टुङ्गो लगाउने भए संविधान सभा किन चाहियो भन्ने प्रश्न गर्दै यस्तो गोलमेज सम्मेलनबाट निकास समेत ननिस्कने बताएका छन्। यता वार्ता स्थलबाट बाहिरिँदै नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले वार्ता भङ्ग भएको प्रतिक्रिया दिँदै आन्दोलनमा जाने निष्कर्ष निकालेका छन्। यो सँगै निर्वाचन हुनेमा फेरि आशंका उत्पन्न भएको छ। पर्यटक भिसामा नेपाल प्रवेश गरेर काम गर्ने विदेशी नागरिकलाई कारबाही प्रक्रिया अगाडि बढाएको छ। अध्यागमन विभागले गैर कानुनी रूपमा नेपालमा बस्दै आएका ठूला मुलुकका नागरिकलाई पनि नियन्त्रणमा लिएर जरिवाना गरी फिर्ता पठाएको छ। पछिल्लो पटक अमेरिका, बेलायत, चीनका नागरिकलाई नियन्त्रणमा लिएर उनीहरूको मुलुक फिर्ता गरेको छ। विभागले 2013 मा 68 जनालाई कारबाही गरेर उनीहरूकै देशमा फिर्ता पठाएको नेपाल अध्यागमन विभागले जनाएको छ। अमेरिकाले गृहयुद्धको चपेटामा परेको सिरियामा सैन्य हस्तक्षेप गर्न सक्ने सम्भावना बढेको सङ्केत गरेको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले सिरिया नजिक अमेरिकी सेना पुगिरहेको जनाएपछि यस्तो सङ्केत मिलेको हो। अमेरिकी रक्षा मन्त्री चेक हेगलले राष्ट्रपति बाराक ओबामाले सिरियामा हस्तक्षेप गर्न दबाव बढिरहेको बताएको उल्लेख गरेका हुन्। उनले सबै किसिमका आकस्मिक स्थितिहरूबारे राष्ट्रपतिलाई विकल्पहरू सुझाउनु पेन्टागनको जिम्मेवारी भएको बताएका छन्। विभिन्न विकल्पमध्ये सैन्य विकल्प पनि चुन्न सक्ने हेगलको भनाइरहेको छ। यता अमेरिकी नौसेनाले पूर्वी भूमध्य सागरमा आफ्ना उपस्थिति मजबुत बनाइरहेको बीबीसीले जनाएको छ। अमेरिकी रक्षा अधिकारीहरूका अनुसार अमेरिकाको क्रुज मिसाइलदेखि विभिन्न युद्धपोतहरू पूर्वी भूमध्य सागरतर्फ बढिरहेको देखिन्छ। शुक्रबार मात्र अमेरिकी राष्ट्रपति ओबामाले सिरियाली द्वन्द्वमा रासायनिक हतियारको प्रयोग गरिनु गम्भीर चिन्ताको विषय भएको बताएका छन्। तर सिरियाको मुख्य सहयोगी रुसले भने दमास्कसको सीमावर्ती क्षेत्रमा विद्रोहीले नै रासायनिक हतियार प्रयोग गरेको प्रमाण फेला परेको दाबी गरेको छ। सिरियाका विपक्षीहरूले सरकारी सेनाले रासायनिक हतियार प्रयोग गरी सयौं मानिसको हत्या गरेको जिकिर गरेका छन्। अहिले सिरियाको अवस्था दिन प्रतिदिन बिग्रदै गएको भन्दै राष्ट्रसङ्घ लगायत विभिन्न मुलुकहरूले सिरियामा अब हस्तक्षेप गर्नुपर्ने माग गरिरहेको जनाएको छ। अन्तमा अब खेल सम्बन्धीको एउटा समाचार। नेपालिज वेलफेयर सोसाइटीको आयोजनामा वर्षेनी हुने फुटबल टुर्नामेन्ट अन्तर्गत अगस्त 25 आइतबारका दिन स्थानीय क्लब नेपाल भर्सेस लालीगुराँस क्लब बीच खेल सम्पन्न भएको छ। सिडनीमा भएको यस खेलमा क्लब नेपाल टिमले लालीगुराँस टिमलाई 2 गोलको विरुद्ध 3 गोल गरी यस वर्षको नेपालिज वेलफेयर सोसाइटी फुटबल टुर्नामेन्ट 2013 को विजयी टिम घोषित भएको छ। हेरौं हाम्रा संवाददाता राजीव थापाको यो रिपोर्ट। क्लब नेपाल र लालीगुराँस क्लब बीच खेलिएको नवाज फुटबल टुर्नामेन्ट 2013 फाइनलमा क्लब नेपालले लालीगुराँस क्लबलाई 3 का विरुद्ध 2 गोलले पराजित गरी नवाज फुटबल टुर्नामेन्ट 2013 च्याम्पियन बन्न सफल भएको छ। खेलको पहिलो हाफमै गोल खाए तापनि क्लब नेपालले आफ्नो टिमलाई आतिन नदिई उल्टो गोल फर्काउन सफल भएको थियो। निकै नै प्रतिस्पर्धात्मक खेल हेर्न सिडनीमा बस्दै आएका खेल प्रेमी दर्शकहरू उपस्थित भई खेलको आनन्द लिएका थिए। खेलको हाफ टाइमसम्ममा दुई टिमले
एक गोल गर्न सफल भएका थिए। पहिलो गोल लालीगुराँस क्लबबाट भएको थियो भने दोस्रो गोल क्लब नेपालले गरेको थियो। खेलको दोस्रो हाफमा पनि पहिलो गोल गरी लालीगुराँस क्लबले आफ्नो टिमलाई 2-1 ले अगाडि बढाउन सफल भएको थियो। तर त्यही 2 गोल मात्रमा लालीगुराँस क्लब सीमित हुन पुग्यो। क्लब नेपालबाट चाहिँ अप्रत्याशित रूपबाट 2 गोल थप गरी आफ्नो टिमलाई 3-2 बनाई खेलमा अग्रता लिन सफल भएको थियो। अग्रतापछि क्लब नेपालले डिफेन्स अनि टाइम लस गर्नमा लाग्यो। धेरै प्रयासपछि पनि लालीगुराँस क्लबले बराबरी गर्न सकेन र समय समाप्त भई क्लब नेपालले च्याम्पियनसिप 3-2 ले जित्न सफल भयो। सिडनीको 14वटा फुटबल क्लबहरू सहभागी भएका थिए। त्यसमा क्लब नेपाल पहिलो भई प्रथम पुरस्कार स्वरूप $1000 हात पार्न सफल भएको थियो। आजको गेममा अब त्यो सबभन्दा थर्ड गोल अब मेन कुरा भनेको हाम्रो टिमवर्क हो। एउटा फुटबल भनेको टिमवर्क हो। हाम्रो केटाहरूले एकदम मेहनत गरेको थियो, त्यसको आज फल पनि पायो हामीले। अब हामीले एउटा रेकर्ड पनि राख्यो, सुरुदेखि अहिलेसम्म नहार्ने टिम कन्टिन्यू एउटा विदाउट अ ड्र हामीले सबै गेम सिङ्गल गेम सबै जित्यो। यसको सबै क्रेडिट चाहिँ हाम्रो टिम मेम्बरहरूलाई जान्छ, तिनीहरूको हार्डवर्कलाई जान्छ, तिनीहरूको डेडिकेसनलाई जान्छ। मलाई चाहिँ त्यो सेकेन्ड गोल छिरिङको आज हजुर मेरो पनि राम्रै थियो, तर सबभन्दा बेस्ट गोल चाहिँ छिरिङको। एउटा फुटबलमा एउटा ड्रामा पनि चाहिन्छ। अब त्यो एउटा ड्रामा हो, त्यो चाहिँ अब जितिरहेको बेलामा अब हामीले अब एउटा टाइम वेस्ट गरेर सिद्धाउने एउटा ड्रामा, त्यो अब हरेक प्र्याक्टिस सेसनमै हामीले एउटा त्यो बनाएको हुन्छ। त्यो अरू गेममा पनि कन्टिन्युटी हुन्छ। फर्स्ट गोल चाहिँ धेरै राम्रो लाग्यो होइन, किनकि फर्स्ट गोलले गर्दाखेरि हाम्रो टिमलाई अलिकति जोस आयो होइन, इन्सपायर भयो कि सेकेन्ड गेमको लागि सेकेन्ड गोलको लागि। वान म्यान गेम होइन, अब प्लेयरहरू लगायत बाहिरको क्रुहरू अब म्यानेजमेन्ट टिम र सबैको चाहिँ यसमा हात छ। त्यो नै रसी भन्नु पहिलो गोल खाँदाखेरि अब गेममा गोल त हानिन्छ पनि र खाइन्छ पनि, त्यस्तो खासै उ चाहिँ लागेको थिएन। तर अब कोही नयाँ प्लेयरहरू अब क्लब नेपाल भनेर आफ्नो क्लब सम्झेर आउँछ भने अफकोर्स एभ्रिवान वेलकम होइन, किनभने यो हाम्रो मात्र होइन, हामी सबैको क्लब हो। समारोहमा श्याम थापा, आदिवासी जनजाति मञ्चका अध्यक्ष नरेश तामाङ, नेपालका खेलाडी राजु मानन्द अनि सिडनीका सम्माननीय व्यक्तित्व महेन्द्र कुमार लम्साल उपस्थित भएका थिए। नेपाल वर्ल्ड न्युजका लागि राजीव सिडनी। हवस् त, नेपाल वर्ल्ड टेलिभिजनद्वारा प्रसारण भएको यो समाचार अहिलेलाई यति नै। अर्को हप्ता म विविध समाचारका सामग्री साथ यहाँहरू समक्ष उपस्थित हुनेछु। तबसम्मको लागि यो समाचार बुलेटिन brtnepal.com र www.nepalworld.tv मा अन्य हाम्रो कार्यक्रमका साथ हेर्दै रहनुहोला। अहिलेलाई नेपाल वर्ल्ड टेलिभिजन समाचार युनिटका साथै मलाई पनि बिदा दिनुहोस्। नमस्कार।